घर घरको कथा हो यो विचार सबको मिल्दैन मनमुटाव हुँदैमा फेरि माया किन हुँदैन दुःख मात्र सोच्यो भने सुख पनि मिल्दैन सल्युसन नै नभएको प्रब्लम कुनै हुँदैन कम्प्लेन्स मात्र होइन कम्प्रोमाइज पनि हुन्छ जिन्दगी त्यसै बन्दैन यसलाई बनाउनु पर्छ फ्रस्ट्रेसन र रियलाइजेसनको सङ्गम हो यो जिन्दगी बाँच्ने हो कि जिउने हो भन्ने कन्फ्युजन हो जिन्दगी लभ यु 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 जिन्दगी यो मोबाइल भन्ने चीज पनि अजीबै रहेछ मान्छेलाई पागलै बनाउने रहेछ अगाडि उभिएको मान्छेसँग कुरा गर्नु छैन बोल्नु छैन कता कता टाढाको मान्छेसँग चाहिँ टाँसेर कुरा गर्न बस्ने भने कहिलेकाहीँ यो समय बिताउन पनि बडो गाह्रो हुँदो रहेछ न त केही काम नै छ गर्नको लागि न दुई शब्द बोल्नलाई कोही अगाडि नै छ अनि बाबु आमा म तपाईसँग पछि कुरा गर्छु है Love you जिन्दगी Love you जिन्दगी Love you जिन्दगी Love you जिन्दगी छोडिनुको पीडा बेग्लै हुँदो रहेछ वरिपरि सफाइ नि मन एक्लो हुँदो रहेछ एक्लै छोडिनुको पीडा बेग्लै हुँदो रहेछ वरिपरि सफाइ नि मन एक्लो हुँदो रहेछ मानियो मेरो कसैको साथको आसमा मानियो मेरो कसैको साथको आसमा तर आशकै कारण निराश हुँदो रहेछ तर
भए नि मन एक्लो हुँदो रहेछ। चिन्ताले लागि भनेको त यिनीहरूलाई त केही मतलब रहेनछ। म जता गए पनि जे गरे पनि वास्तै छैन रहेछ। सम्राट, ओइ सम्राट। हजुर ड्याडी। होमवर्क छैन तिम्रो? छ ड्याडी। अनि गर्नु पर्दैन? पर्छ ड्याडी। कहिले गर्ने त? अब एकछिनमा गर्छु। ड्याडी, आज तपाईँ अफिसबाट चाँडै फर्किनु भएको कि बङ्क हाल्नु भएको? हे भगवान, म अलि चाँडै घरमा आएको कसैले पस्दैन है? किन? सबैले सोधिरहेछ म चाँडै घर आउनु हुँदैन र? हुन त हुन्छ, तर तपाईँ आज चाँडै आउनु भएको भएर अलि नपचेको। नपचे हजमला खा, मेरो दिमाग नखा। छन घरमा अलि चाँड आएर काम सिधाउँ भनेको त डिस्टर्ब मात्रै। ए भनेपछि घर काम गर्न आउनु भएको? किन अफिसबाट सस्पेन्स गरिदियो कि क्या हो? भन्नु न भन्नु ड्याडी, यस्तो किन लगाउनु भएको? चुप लाग, जा आफ्नो काम गर। के काम? चुप लाएर यता बस, होमवर्क गर। एकछिन के ड्याडी, एक गेम खेलिहाल्छु अनि त्यसपछि होमवर्क गर्छु। जे गर्नुपर्छ गर, मेरो दिमाग नखाऊ। बाबु आइपुग्यो? आइपुग्यो। अनि आज स्कुलमा के गर्यो नि? के भन्नु हजुर, सधैँतिर त हो नि। ओ हाना। अनि पढाइ कस्तो चलिरहेछ त बाबु तिम्रो? राम्रोसँग पढि त रहेको छ नि है? ठिक है। ओ हाना नारायण, ओ त्यो गनमा लगाइदिएन? अनि होमवर्क छैन त आज बाबु? छ। अनि गर्नु पर्दैन? पर्छ, पछि गर्छु। ओ हाना नारायण, ओ एबो दिएन? ओ त्यो ब्याग मलाई दे। कस्तो? ओ एनिमी। ऊ त्यही छ, कस्तो हान्न? कस्तो अनि? ऊ आयो। फेरि थोरै आयो त। अनि मेरो किट पनि। मोबाइल यति नजिक भइसक्यो कि नजिकैको मान्छे पनि टाढा हुन थालिसक्यो। हर सम्बन्धभन्दा माथि भइसक्यो मोबाइल। बरु एक अर्कासँग नबोली बस्न सकिएला, नखाइ बस्न सकिएला, तर मोबाइल बिना असम्भव भइसक्यो। के यो मेरो घरको मात्र कथा हो?
या हर घरको कथा हो। यसरी एक्लो बस्ने, आफ्नै छोरा नातिसँग बोल्नलाई तडपिनु भन्दा त बरु म पनि गाउँ जान्छु। हुन्न, गाउँ जानु समस्याको समाधान होइन। यसको लागि त अरू केही सोच्नुपर्छ। तिम्रो उता के भइरहेछ नि? चलिरहेछ नि काम? मेरो पनि त्यस्तै त हो नि यार। यहाँ काम भने प्रेसर भयो नि, त्यही त हो नि यार। बाबु ल म एकछिनमा कल गर्छु है तिमीलाई। के गर्दैछौ? प्रेजेन्टेसनको तयार गर्दैछु नि आमा। सकेको छैन? छैन नि आमा, धेरै बाँकी छ काम। सुन न बाबु। भन्नु न आमा। मलाई यो मोबाइल चलाउन सिकाइदेऊ न। मोबाइल? यो मोबाइल। तपाईँलाई के सिकाउनु पर्यो आमा? अब तपाईँलाई फोन गर्न आइहाल्छ, सिधी काट्न आइहाल्छ, अरू के सिकाउनु पर्यो आमा यसमा? यसमा त धेरै चिज हेर्नु मिल्दो रहेछ अरे नि त नि बाबु। टिभी जस्तै हेर्नु मिल्छ अरे। यसमा हेर्नु मिल्छ कि मिल्दैन? हेरिदेऊ न बाबु। एकछिन आमा, आज मेरो यो काम जसरी भए पनि सिकाउनु पर्छ। तपाईँलाई म पछि सिकाइदिन्छु नि है आमा। यति सिकाइदिन कति नै समय लाग्छ र? यसमा मिल्छ कि मिल्दैन पो हेरिदेऊ भनेको। मिल्न त मिल्छ नि आमा, तर अलिक समय लाग्छ क्या। पहिला मेरो यो काम नै सिद्ध्याउँ, अनि सिकाइदिन्छु नि है आमा। ल ल। बाबु सम्राट। हजुर हजुर। के गरिरहेको? गेम खेलिरहेको। तिमीलाई यो मोबाइलमा सबै चलाउन आउँछ है? आउँछ। यसमा त टिभीमा जस्तै फिल्म हेर्ने, फोटो खिच्ने अनि गीत पनि सुन्न मिल्छ अरे है? मिल्छ नि। यसमा गेम पनि खेल्न मिल्छ। सिकाइदिऊ? नसिक्ने गेम, अरू फिल्म हेर्ने, गीत सुन्ने, त्यो सिकाइदियो न बाबु। अरू भन्दा यो गेम खेल्न सिक्नुहोस्, दामी मजा आउँछ। यसमा त्यो गीत सुन्ने, फिल्म हेर्ने मिलाउन मिल्छ कि मिल्दैन त्यो भन नि त नि। एकछिन है, म यो गेम नै सघाउँछु। लसेट फेरि मार्टी। बाबु सक्यो तिम्रो गेम? सक्यो। के सिकाउनु भन्नुहोस्? यसमा हेरिदेऊ न, त्यो सबै हेर्न मिल्छ कि मिल्दैन भनेर। हस्। त्यो फिल्म हेर्न मिल्ने पनि बनाइदियो है बाबु? त्यो त यही एपमा गर्नु मिल्छ। हो र? कसरी? त्यसो भए यहाँ सर्चमा थिच्ने, अनि जे हेर्नु मन छ त्यो लेखेर हेर्नु मिल्छ। यो त अलिक गाह्रो रहेछ, सजिलो गरी भन्न बाबु। त्यसो भए यो माइक जस्तो बटन छ नि, त्यसमा थिचेर जे हेर्नु मन लाग्छ त्यो बोल्ने, अनि आफै आउँछ। हो र? कसरी कसरी? यहाँ थिच्ने अनि
भनेपछि यस्तो पो रहेछ है। आयो हजुरआमा। आयो आयो। अब अरू पनि केही सिक्नु छ भने मलाई भन्नु है। बाबु यसमा नि त्यो अनुहारहरू कुरा गर्न मिल्दैन? मिल्छ, तर त्यसको लागि एउटा एप डाउनलोड गर्नुपर्छ। के गर्नुपर्छ? एप डाउनलोड गर्नुपर्छ। ल्याउनु म गरिदिन्छु। अब यसमा तपाईँको फोटो खिच्छ, म तपाईँको फोटो खिच्छु है। ल भयो हजुरआमा। ओहो मेरो फोटो त कस्तो राम्रो आएको है। अब यसमा सबै हेर्न मिल्छ है? हो हजुरआमा। अब म बुक्स मिलाउनु गएँ है स्कुलको लागि। ल ल। यो फेरि के आयो? सम्राट बाबु। हजुर हजुरआमा। के भयो? हेर न बाबु यो के आएको? ए यो त क्यामेरा माइकको पर्मिसन मागेको। के मागेको रे? पर्मिसन। रुक न है। मम्मी नेपालीमा पर्मिसनले के भन्छ? अनुमति भन्छ। किन? अनुमति मागेको। अनुमति मागेको? अनि त्यसै मोबाइल बिग्रिन्छ त? बिग्रिँदैन। अनि देऊ न त नि अनुमति। त्यसरी भनेर हुँदैन, खिच्नु पर्छ। खिच्नु पर्छ कहाँ? अनि खिचन त नि। ए भयो? भयो हजुरआमा। म ड्रेस लाउनु गएँ है। ल ल जाऊ। बाबु सम्राट बाबु। हजुर हजुरआमा। के भयो? अनि यसमा त्यो अनुहारहरू कुराकानी कसरी गर्ने नि? ए त्यसको लागि त भिडियो कल गर्नुपर्छ। त्यो कसरी गर्ने? त्यो तपाईँको रुममा जानु, म तपाईँलाई कल गर्छु, अनि हरियो कलरको बटनमा थिच्ने है। त्यो गरे पनि हुन्छ? हुन्छ। ल ल। अनि छिटो गर है त। हेलो आयो आयो। ल राखेँ है। पख न पख एकछिन। के कुरा गर्ने? जे भए पनि कुरा गर न। कस्तो राम्रो देख्दो रहेछ। म खाना खानु जानु लागेको के, ढिलो हुन्छ। त्यो रेड कलरको बटन थिच्नुहोस्। ल ल। अब त मलाई पनि मोबाइल चलाउन आयो। अब व्यस्त हुने पालो मेरो। लव यू जिंदगी।